ओहो एउटा प्रब्लम भयो यहाँ यत्तरी के प्रब्लम भयो भने सुनिन्छ कि सुनिँदैन है फ्रेट बज यो स्ट्रिङमा आयो त होइन फेरि यहाँ पनि छ के के गर्ने होला त यसलाई भने होइन मलाई फर्स्ट सल्युसन थाहा छ होइन ल फर्स्ट सल्युसन हेरौँ है त ल पानी पर्छ के हो आज चप्पल त्यहाँ खतरा देखेको यार तर बादल यो लिन आयो कस्तो भारी हो यो लिएर जाउँ अब गिटारलाई अपरेसन थिएटरमा आयो यसरी राखिदिउँ पहिला सुरु होइन गफ गर्नुभन्दा अगाडि ल नेकलाई चाहिँ सपोर्ट दिनुपर्छ है पहिला सुरु नेकलाई सपोर्ट दिउँ यो अब चाहिँ के कुरा गरिदिउँ भने पहिला सुरु यो बजी सुन्नु छ नि यहाँ बजी यो बज आयो कि अस्तिसम्म त आएको थिएन होइन अब के मेरो चाहिँ अब के भन्छु भने म पहिला सुरु यो बज किन आउँछ त होइन धेरै कारण छ नि त बज आउने फर्स्टमा चाहिँ मैले के दिमागमा आयो भने यो स्ट्रिङले गर्दा नि बज आउँछ कि कतिले अब नोटिस गर्दैन तर स्ट्रिङ जब पुरानो हुँदै जान्छ जब खिया लाग्दै जान्छ अलिकति एज भइसकेको हुन्छ नि स्ट्रिङ त्यसले गर्दा नि त्यो बज साउन्ड आउँछ क्या त्यही भएर मेरो फर्स्ट थटै पहिला सुरु स्ट्रिङ चेन्ज गर्छु त्यसपछि बाँकी अरू प्रोसेसमा जान्छु भन्ने थियो क्या मेरो होइन अनि अर्को कुरा स्ट्रिङ हुन्छ त्यसपछि अर्को कुरा भने नटले हुन्छ होइन यो देखाएको छ नि यो नट हो यो नट पनि त्यो धेरै खुइल्यो भने धेरै त्यो हुन्छ नि जेसले भने धेरै खुइल्यो भने यसले पनि बज निकाल्छ क्या साउन्ड अर्को निकाल्ने भनेको तिम्रो यो एक्सन हाइटले हो होइन तिम्रो यो एक्सन एकदम लो छ भने अनि अर्को कारण भनेको तिम्रो यो नेक बाङ्गेको छ भने यस्तो छ भने कि त यस्तो धेरै यस्तो भयो भने अनि सिधा भयो भने पनि हुन्छ तर यो केसमा चाहिँ छैन ल मैले यसो हेर्दाखेरि चाहिँ होइन अलिकति यस्तो कर छ कि इनवर्ड कर मलाई जस्तो चाहियो त्यस्तै छ त्यो यो चाहिँ प्रब्लम होइन भने मलाई थाहा छ अब प्रब्लम कि त यसमा हो कि त अब यो नटमा हो कि त यो स्ट्रिङमा हो होइन कि त अर्को प्रब्लम भनेको यो ट्युनरहरू पनि लुज भयो हुनसक्छ यो ट्युनर पनि अलिकति टाइट गर्नु पर्यो होइन अनि त्यसपछि अर्को मलाई शङ्का लागेको भने यो स्ट्र्याटहरूमा के हुन्छ भने यो पछाडि छ नि यो नेक त यो हाम्रो टु पिस हो नि त यो अस्तितिर गिटार एकतालि अलिकति लडेको थियो कि यो गिटार खसेको थियो भनौँ न होइन त्यही कारणले गर्दा नि यो अलिकति लुज भयो हुनु पनि सक्छ होइन त्यो भएर म यसलाई पनि खोल्छु यसलाई पनि खोलेर फेरि हालेर चाहिँ चेक गर्छु अनि त्यसपछि हेरौँ पल्सरी फर्स्ट स्टेप चाहिँ के गरौँ भने पल्सरी स्ट्रिङ निकालिदिउँ चाहिने चिज भने के हो अब यो कटर छ भने राम्रो छैन भने केही भएन यो चाहिँ चाहिन्छ है यो चाहिँ चाहिन्छ किनभने यहाँ देखिरहेको छ नि यो एलन की हो कि सानो एलन की हो कि यहाँ मसँग छ कि त्यसको नम्बर कति नम्बर यहाँ 0.5 जान्छ कि यसमा होइन त्यो चाहिँ घुमाउनलाई कि त्यो एक्सन तिम्रो यो अब यसको हाइट तलमाथि गर्नलाई यो चाहिन्छ यो त्यही भएर स्ट्र्याटमा चाहिँ नेसेसरी छ भनौँ यो गिटारमा अनि अर्को भनेको यो हाम्रो रेडियस त्यो भनेको मतलब यो चाहिँ अब यस्तो एउटा ऱ्यान्डम यसको 9.5 हो होइन यो यसको रेडियस 9.5 यहाँ छ है हो यहाँ राखेर हाम्रो यो स्ट्रिङ सबै लाइनअप भएको छ कि छैन चेक गर्नलाई हो कि भनेको त सबै एउटै हाइट छ कि छैन अब फेरि अब सिम्पल तरिकाले भन्नुपर्दाखेरि के हो भने यो हाम्रो फ्रेट छ नि यो हाम्रो फ्रेट पनि अलिकति यस्तो कर्भ भएको हुन्छ कि अलिकति यस्तो तिमीले यसो हेऱ्यौ भने होइन अब यहाँबाट देखिन्छ कि देख्दैन तर हल्का फ्रेट पनि अलिकति यस्तो कर्भ हुन्छ कि हल्का अनि त्यही कर्भ अनुसारले स्ट्रिङको हाइट पनि मिलाउनुपर्छ क्या जस्तै मैले भन्नु खोजेको तिम्रो फ्रेट पनि ठ्याक्कै यस्तै हुन्छ कि यहाँ कर्भ छ नि यो हो तिम्रो यो फ्रेट पनि यस्तै घुमेको हुन्छ क्या भनेको मतलब अब फर्स्ट स्ट्रिङ अलिकति तल हुने भयो सेकेन्ड स्ट्रिङ त्योभन्दा अलिकति माथि थर्ड स्ट्रिङ त्योभन्दा अलिकति माथि फोर्थ पनि अलिकति माथि 5 अलिकति तल जान थाल्यो त्यसपछि 6 त अलिकति तल जान थाल्यो त्यसरी मिलाउनुपर्छ क्या हाइट यसलाई गिटारको सेटअप भनेर चाहिँ यसरी गर्ने हो क्या सबै मिलाएर गर्नुपर्छ अब होपफुली यो स्ट्रिङले चेन्ज भयो भने त केही गर्नु परेन गर्नु पऱ्यो भने अब काम धेरै हुन्छ फेरि ल यो फेरि मेरो लकिङ ट्युनर हो है यो टाइट गर्नलाई चाहिँ मसँग अर्को टुल छ है यो पनि अलिकति लुज भयो हुनसक्छ क्या त्यो यो पनि जहिले चेक हानौँ होइन अरू काम बच्छ कि ए हो त नि अलिकति लुजै रहेछ यार यो धेरै टाइटली हुनुहुन्न है फेरि टुल चाहिँ सर एकदम चाहिने चिज हो यार गिटारको लागि होइन कसरी लुज भयो यस्तो यो
ल यो पनि लुजै भएको चाहिँ रहेछ होइन, त्यसले नि होपफुल्ली अलिकति केही न केही हेल्प गर्छ होला गर्न चाहिँ। अब मैले भनेको अर्को स्टेप त्यो चाहिँ अब यो निकाल्छु होइन, म यो निकालेर फेरि टाइट गर्छु कि म। अब यो चाहिँ मैले यसको चाहिँ बारेमा भन्ने बिर्सेछु। यो चाहिँ अब भयो भने चाहिँ अलिक सजिलो हुन्छ, भएन भने नि केही छैन, यो चाहिँदैन, अलिकति घुमाउने मात्र हो, यो ट्युनिङ पेक्स घुमाउने मात्र हो। यो गिटारिस्ट भएपछि होइन आफ्नो गिटारको बारेमा थाहा हुनुपर्छ है, कसरी फङ्सन गर्दो रहेछ, यसो नर्मल बेसिक कुराहरू चाहिँ थाहा हुनुपर्छ है, किनभने कति कुराहरू आफैले गर्नु मिल्छ क्या। यो सर्भिसिङ भन्छ नि, सर्भिसिङ गर्नु भनेको नै यो अब खासै त्यस्तो गाह्रो चिज होइन क्या, आफूले थाहा भने। तर मेन भने टुल चाहिँ हुनुपर्छ, टुल भएन भने चाहिँ गाह्रो हुन्छ। तर टुल छ भने आफूलाई इन्ट्रेस्ट छ भने चाहिँ यो कुराहरू चाहिँ सबै आफै गऱ्यो भने सजिलो हुन्छ क्या, थाहा हुन्छ कि आफ्नो इन्स्ट्रुमेन्ट। कतिलाई थाहा छ कि छैन, यो गिटार चाहिँ मैले आफै बनाएको हो कि, बनाएको होइन कति चिजहरू हार्डवेयरहरू चेन्ज गरेको। यो गिटार यस्तो थिएन क्या, यो गिटारको म ओरिजिनल फोटो अहिले राखिदिन्छु है त। यो गिटारको नि म ओरिजिनल फोटो राखिदिन्छु है त, कस्तो थियो भनेर। यो पहिला सुरुमा मैले त्यो पनि गराएको थिएँ कि, यसको लागि वर्क पनि गराएको थिएँ कि, यो सुरुमा नयाँ हुँदाखेरि पुरै स्टक हुँदाखेरि त्यसरी मैले यस्तै गरेर सब बनाएको हो कि, यो आफ्नै स्टाइलमा भनौँ न। त्यो एउटा आफ्नै कस्टम गिटार बनाउनु खोजेको क्या, सस्तो मस्तो। तर यो त निस्क्यो होइन, कसैले अब भनौँ न यस्तो देखाएको थिएन भने यो नेक चाहिँ निकाल्दाखेरि यस्तो हुन्छ। अनि यहाँ जहिले पनि एउटा तिम्रो सिरियल नम्बरहरू सबै हुन्छ, अनि एचएक्स लेखेको छ नि, यो चाहिँ हेन्ड्रिक्स मोडल भनेर लेखेको हो कि। पुरै चाहिँ टाइट गर्दिनँ, हल्का भनौँ न 90% जति मात्र टाइट गर्छु सबै स्क्रुहरू, अनि त्यसपछि स्ट्रिङ हाल्ने क्या। थुक्क साला बत्ती बाल्छु भनेको थिएँ, बिर्सेछ न। आज अलि हँदाएर छ पानी पर्न लागेको भएर। यो चाहिँ मैले एउटा युट्युब भिडियोमा देखाएको थिएँ क्या, पुरै टाइट नगर्ने होइन, मैले भने 90% जति मात्र टाइट गर्ने, त्यसपछि स्ट्रिङ हालेर हेर्ने होइन। स्ट्रिङ चाहिँ मजाले टाइट गर्ने, स्ट्रिङ टाइट गरेपछि एउटा क्र्याक भएको आवाज आउँछ भन्थ्यो क्या। त्यो भनेको मतलब यो ठ्याक्क सेट भएको क्या। यहाँ ग्याप देखाएको छ नि, यो यस्तो ग्याप पनि हुनुहुन्न क्या। अहिले त्यो टाइट भएपछि आफै जान्छ जान त। यो स्ट्रिङ हाल्यो भने चाहिँ यो नेक र यो बडी चाहिँ ठ्याक्क टाइट हुन्छ कि, किनभने स्ट्रिङले तान्छ नि त स्ट्रिङ टाइट भएपछि। अब स्ट्रिङ चेन्ज गरौँ, अब स्ट्रिङ चाहिँ कुन हो भने म टिपिकली हाम्रो यो 1046 हुन्छ गेज होइन स्ट्रिङको गेजहरू, तर म चाहिँ 1149 चलाउँछु क्या। किनभने मलाई एकतालि चलाएदेखि मलाई यो चाहिँ एकदम चित्त बुझ्छ क्या। गेजहरू पनि थाहा हुनुपर्छ है, गेजहरू पनि थाहा हुनुपर्छ अब कस्तो हो गेज, के हो गेज भनेर। तर यो मेरो चाहिँ 1149 चलाउने गरेको छु। कति भयो होला यार, अहिले त 7-8 वर्ष मैले यो चलाएको 1149। जहिले पनि यही किन्छु कि म 1149 मलाई। अनि मलाई यही मनपर्छ। अझै मलाई खास भने त्यो NYXL भन्ने मनपर्थ्यो, यो डडारियोको होइन, त्यो चाहिँ सकिया रहेछ। अब त्यो भएर अब यही लिएर आइयो भनौँ न, यो पनि चल्छ। त्योवाला चाहिँ अलिकति महँगो छ थोरै होइन, त्यो चाहिँ अलिकति स्मुथ पनि छ क्या छन चाहिँ। यहाँ लिएर गइदिउँ होइन, सबै यहाँ हाल्यो। यो स्ट्रिङ गयो। अब अकस्टिकको चाहिँ फेरि यस्तो केही गर्नु पनि पर्दैन, अलिकति सजिलो पनि सजिलो छ है। अब अकस्टिकमा अब भनौँ न मान्छेहरूलाई गर्न मन लागेको छ भने, यो त पुरै इलेक्ट्रिक गिटार बेस्ट। अझै त्यसमा इलेक्ट्रिकको नि स्ट्र्याट, यो डी स्ट्रिङ गयो। मैले उल्टो त हालेको छैन नि, त्यही फेरि सुताइदिउँ अब होइन। अब यो स्ट्रिङलाई त लिएर आऊँ, र मैले हाल्ने स्ट्रिङ चाहिँ फेरि अलिकति स्टाइल अलिकति फरक छ है। अब यो उसमा लकिङ ट्युनरमा चाहिँ के हुन्छ भने, लकिङ ट्युनरमा चाहिँ पहिला सुरु हाल्नुपर्छ क्या, तिमीले यहाँभित्र छिराउनु पर्छ कि पहिला सुरु चाहिँ होइन, किनभने यसले लक गर्ने हो नि त स्ट्रिङलाई। यो गर्दा नि भयो, एक राउन्ड हानेर गर्दा नि हुन्छ होइन। जसरी तिम्रो टाइट गरेपछि आफै घुम्छ नि त त्यही। अब लकिङ ट्युनरको अलिकति सहिलो चाहिँ त्यो हो नि, यसरी स्ट्रिङ तान्यो अनि यहाँ घुमाइदियो मुनिको त्यसपछि आफै होल्ड हुन्छ। ल सबै स्ट्रिङ हाल्यो होइन, हल्का अलिकति थोरै यो लकिङ ट्युनर टाइट गरिदिन्छु, पुरै फुल टाइट नगर्ने। त्यो साउन्ड सुन्नु पर्ने हो होइन, साउन्ड सुन्यो भने त अब राम्रै हुन्थ्यो। अब साउन्ड सुनेन भने नि अब के गर्नु, अब टाइट गर्ने त्यसपछि उताबाट पेज टाइट गरिदिने अब सुनेन भने। तर होपफुल्ली सुनिन्छ कि कटक्क भएको। ओहो म त बज अझै सुनिरहेको छु यार। अब पप चाहिँ हाल्ने होइन, यो हाल्ने होइन। ल ठिक छ, क्र्याक त भएन तर ठिकै छ। अब यहाँबाट टाइट गरिदिउँ अब, कमसेकम यो अब मुनि चाहिँ गयो क्या, हुन्छ नि यो स्ट्रिङले यसलाई मुनि चाहिँ एकदमै टाइट बनाएर तान्यो। यो साइडबाट चाहिँ हाल्ने होइन। अब बज छ कि छैन चेक त गर्नुपर्छ होइन। तर त्यो चेक गर्नुभन्दा अगाडि के गर्नु पऱ्यो भने पछि स्ट्रिङ ट्युन गर्नु पऱ्यो। अब यसलाई स्ट्यान्डर्डमा ट्युन गर्छु है त म अब, त्यसपछि चेक गरौँ है त। यीमा जा हजुर, बज त छ फ्रेड बज त। यो माथिकोमा अलिकति कम भएछ, छ बज छ। दुईवटातिरबाट हेर्दाखेरि प्रब्लम यो होइन, ल स्ट्रिङ पनि प्रब्लम होइन रहेछ होइन, यो नेकको टेन्सन पनि प्रब्लम होइन रहेछ। त्यसो भए प्रब्लम छ। अब हामीलाई प्रब्लम के भयो भने यो हाइट नै प्रब्लम हो क्या। अब भनेको अब यसको हाइट अलिकति इन्क्रिज गर्नै पर्ने भयो। अब फेरि गाह्रो काम आयो। यिनीहरूको हाइट इन्क्रिज गर्नु पऱ्यो अलिकति होइन, देखिरहेको छ नि स्याडलहरूको, यिनीहरूको हाइट इन्क्रिज गर्नु पऱ्यो। अनि यसो यो कर्भ पनि देखिरहेको छ नि, मैले अघि भनेको थिएँ नि यस्तै कर्भमा मैले राखेको हो क्या। यो कर्भको बेस्टमा चाहिँ त्यसको हाइटलाई मैले एडजस्ट गरेको थिएँ कि पहिला,
त्यो अनुसारले अब ठ्याक्कै यसको नि टुल मैले यसरी राख्दाखेरि एउटा स्ट्रिङमा छुँदाखेरि सबै स्ट्रिङ त्यही अनुसारले छुनु पऱ्यो क्या एउटालाई चाहिँ थिचेको हुनु भएन एउटालाई चाहिँ नछको हुनु भएन सबैले छुनु पऱ्यो क्या यसरी बिस्तारै अन टपमा सर्फेसमा मात्र राख्दाखेरि क्या यो टुल चाहिँ त्यसरी युज गर्ने हो होइन त्यो चाहिँ यहाँबाट सजिलो हुन्छ मेन चाहिँ त्यस्तो गर्न चाहिँ यहाँबाट चाहिँ ठ्याक्क तिमीले हेर्न मिल्छ क्या ठ्याक्कै यसरी माथि लिएर गयो भने सबै स्ट्रिङमा छोएको छ कि छैन भनेर हेर्न मिल्छ क्या एउटा स्ट्रिङमा छुँदाखेरि अरू स्ट्रिङहरू पनि छुनु पऱ्यो होइन अरू स्ट्रिङहरूलाई चाहिँ इन्टरफियर हुनु भएन सबै एउटै लेभल हुनु पऱ्यो यो कर्भ अनुसारले यो चलाएपछि चाहिँ 2-3वटा काम एक्स्ट्रा हुन्छ क्या सुरुमा अब सब स्ट्रिङ लुज गर्ने त्यसपछि हाइट एउटाको हाइट बढाउने अब जस्तै मलाई बज तलतिर भन्दा नि अब हुन त एउटा बढाइ चाहिँ अब सबै अलिकति अलिकति बढाउनै पर्ने हुन्छ होइन एउटा बढाएपछि सबै अलिकति बढाउनै पर्ने हुन्छ अब सबैको हाइट बिस्तारै थोरै मात्र घुमाउँछु म होइन अब म के गर्न खोज्छु भने सकेसम्म म यसलाई हाल्दाखेरि सबैलाई इक्वल टर्न हान्छु कि जस्तै मैले हात घुमाएँ भने यति मात्र घुमाइदिन्छु कि सबैलाई होइन किनभने यो पहिलेदेखि अलिकति त्यसमै सेट छ अब मैले सबैलाई इक्वली घुमाइदिएँ भने त खासै त्यो एकदम सबैलाई डिटेलमा मिलाइरहनु पऱ्यो अब अफकोर्स चेक त गर्नुपर्छ तर मसँग पहिले अलिकति उ भयो नि त पहिले गाइडलाइन त मसँग पहिले छ नि त त्यही भएर म सकेसम्म इक्वल टर्न हान्छु कि सबलाई 1 2 3 4 5 अब म के गर्छु भने अब यो चाहिँ लामो प्रोसेस हो क्या यो भनेको अब पहिलोचोटि हाइट चेक गरेपछि अर्को भने फेरि इन्टोनेसन मिलाउनु पर्छ यसको ट्युन गर्नु पर्दैन अब हल्का टाइट मात्र गरिदिने त्यो स्ट्रिङको टेन्सन चाहिँ भइरहोस् किनभने हामीले अब छुनी मात्र हो नि त माथि लिएर जाँदाखेरि कसैलाई टच भएको छैन म हेर्छु अब होइन कुन चाहिँलाई चाहिँ टच भएको छ अझै माथि गर्नुपर्ने भयो मैले फेरि स्ट्रिङ लुज गर्नु पऱ्यो अब त्यो लेसपलको छ नि मैले बजाउने लेसपल त्यसको चाहिँ 12 इन्च रेडियस हो है यो स्ट्र्याटहरूको चाहिँ प्रायः जस्तो 9.5 कर्वेचर हुन्छ भने त्यो स्ट्र्याटहरूको चाहिँ 12 हुन्छ कि अलिकति फ्ल्याट हुन्छ कि 12 को चाहिँ चेक गर्नु है त अब ल मैले अलिकति सबैको हाइट बढाइदिएँ यो निकाल्नु पर्ने म किन यसमै झुन्डाएर हाल्दाखेरि यो निकालेर चेक गरौँ होइन यो किन साँचोको झुन्डा जस्तो झुन्डा छ अब सबैले इक्वल छोएको छ नि अलिक तन्केन छ यो कहाँ गयो खोइ कहाँ हरा हो यही रहेछ फेरि हे भगवान् यो अलिकति माथि भयो ल यो जी स्ट्रिङ मात्र अलिकति माथि भएछ यसलाई थोरै घुमाइदियो भने हुन्छ होइन ल ठिक छ ल हाइट चाहिँ भयो है अब हाइट त भयो तर फेरि बज गएको छैन चाहिँ अब अहिले चेक गरेर मिल्छ किनभने यो अब त इन्टोनेसन मात्रै मिलाउने हो नि त अब त बजहरू मिलाउने होइन नि त अब ट्युनर राख्ने यहाँ त्यसपछि फेरि ट्युन गर्ने अब उल्टो भए चाहिँ गाह्रो हुन्छ भने यही हो क्या स्ट्रिङ चुट्टिने बेला हुन लागिसक्यो टाइट गर्दै लुज गर्दै अझै बज त आइरहेछ यार अरू स्ट्रिङ टाइट गर्नै पर्छ मैले अझै बज छ कि यो डी स्ट्रिङमा हो क्या अझै मेन त हो योभन्दा धेरै माथि त गऱ्यो भने त बजाउनु नि गाह्रो हुन्छ त यार बज त जहाँ गएन त मा के हो कि यो कि नटकै प्रब्लम हो कि क्या हो नटकै हाइटै एकताल यस्तो गर्छु म है त यो त एकताल यो यताको हाइट त भयो होइन एकताल यहाँ पनि टेप हालेर हेर्नु पऱ्यो टेप हालेर यहाँ हेरेपछि यसको अलिकति भयो नि हाइट इन्क्रिज हुन्छ नि यहाँ नटकै प्रब्लम हो कि अनि थाहा हुन्छ हेर्नु है त मसँग यहाँ मास्किङ टेप थियो होइन त्यो मास्किङ टेप यहाँ माथि ठ्याक्क लगाइदिन्छु त्यसले हल्का थिकनेस बढ्छ नि त होइन चेक गर्नु पऱ्यो क्या नटकै प्रब्लम हो कि मेरो प्रब्लम हो त यहाँ कि गिटारको प्रब्लम हो त कि गिटार बिग्रियो भने यसलाई हालौँ त्यसको हाइट इन्क्रिज नगरेसम्म थाहा नै नहुने हो क्या अब त फेरि मलाई थाहा छ अब यो हाइट इन्क्रिज गऱ्यो भने त स्योर बज हट्छ भनेर होइन तर बजाउन एकदम गाह्रो हुन्छ कि धेरै माथि स्ट्रिङ माथि आउँछ कि योभन्दा बढी मलाई लिएर जान मन छैन जानै पऱ्यो भने अब लास्ट एक स्टेप मात्र लिएर जान्छु त्योभन्दा बढी म लिएर जाँदिनँ होइन गाह्रो छ गिटारको मेकानिक हुन गाह्रो छ तर जस यतिसम्म भयो नि थाहा छ मलाई अब मेरो क्षमताले चाहिँ धेरै चाहिँ थाहा छैन छन चाहिँ होइन तर जस बेसिक स्टफ बेसिक प्रब्लम हो नि त अब बेसिक स्टफले काम गर्थ्यो अब बेसिक प्रब्लम होइन भने चाहिँ अलिकति प्रोफेसनल हेल्प चाहिँ चाहिन्छ होइन मलाई नि अब यो घुमाउँदा कसम यार यो मासलाई स्ट्रिङ चुटेला भने मलाई डर लाग्नु थाल्छ लास्टमा त साला प्रब्लम साँच्चै नटकै प्रब्लम रहेछ कि क्या हो आएन त बज यो टेप लगाएपछि त ल हेर त अहिले त बजै छैन है यो बज होइन यो नयाँ स्ट्रिङको थियो अब मैले यस्तो गरेँ भएर तर मलाई यार यत्रो यो हाइट त धेरै लामो हो त यसरी त बजाउनु गाह्रो हुन्छ त कति छ भने चाहिँ मैले यहाँको नघटा भयो नि हुने रहेछ नि त लास्टमा मलाई थाहा छ यो कहाँसम्म हुनुपर्छ भनेको मतलब लास्टमा आएर त प्रब्लम नटकै साइडतिर रहेछ नि त सायद इन्टोनेसन चाहिँ मिलाउनु नपर्ला कि इन्टोनेसन भनेको के हो भने यहाँ यी बजिरहेको छ होइन ठ्याक्क ग्रिनमा छ नि त ठ्याक्क यीमा छ होइन भनेको मतलब ठ्याक्क 12 फ्रेटमा पनि यी बज्नु पऱ्यो क्या यहाँ छैन नि यो तलमाथि गयो नि यसलाई मैले त यतातिरको त बज्दा हेर्नै बिर्सेर यार अब यता इन्क्रिज भयो भने फेरि साँच्ची यता पनि त प्रब्लम हुन्छ नि साँच्ची ठिक छ डेड नोट छ कि छैन हेर्नु चेक गर्नु भयो त डेड नोट
छैन डेड नोट पनि छैन भनेको मतलब प्रब्लम यतैतिर रहेछ माथिकोतिर है होइन त पहिला पहिला यस्तै मेथड युज गर्थ्यो क्या त्यो अकुस्टिक गिटारमा पनि होइन किन तिनीहरूको त्यही त हो नि अकुस्टिक गिटारहरूमा नि कहीँ यतातिर बनाउने भन्ने हुँदैन होइन गर्ने त यतैतिर हो त्यो बजाउँदाखेरि अनि यहाँ स्ट्रिङ हटायो अनि त्यो न्युज पेपरको सानो यस्तो यस्तो एउटा के बनायो होइन ठ्याक्कै के अलिकति हाइट रेस गर्नलाई बनायो अनि त्यसपछि यहाँ न्युज पेपर राख्ने गरिन्थ्यो क्या अब ठ्याक्कै त्यही याद आइरहेछ डिआइवाई भनौँ न अब के गर्छु भन्ने मैले ए साँच्चै म इन्टोनेसन भने त यो ई हो भने होइन यो पनि ई हुनु पऱ्यो क्या ठ्याक्कै अनि पर्फेक्ट छैन नि थाहा छ किनभने मैले यता चेन्ज गरेँ नि त यो चेन्ज गर्ने बित्तिकै इन्टोनेसन बिग्रियो क्या त्यो भनेको मतलब अब के गर्नुपर्छ भने इन्टोनेसनको लागि चाहिँ अब अहिले मेरो ठ्याक्कै अब यो सब फिक्स भयो अब मैले इन्टोनेसनको पनि देखाउँथेँ होइन तर इन्टोनेसनको कन्सेप्ट चाहिँ त्यही हो त्यसबाट के गर्नुपर्थ्यो भने स्ट्रिङ फेरि लुज गर्ने अनि यो स्क्रुहरू छैन यो पछाडिको स्क्रुहरू हो यसलाई चाहिँ अलिकति टाइट गर्ने कि त लुज गर्ने हो क्या टाइट र लुज गर्दाखेरि यो स्याडलहरू हल्लिन्छ होइन यो स्याडलहरू कि त अगाडि जस्तो मेरो छ नि यो अगाडि छ यो अलिकति पछाडि छ यो सबै त इन्टोनेसन सेट गर्दाखेरि हो क्या कुनै कुनै अगाडि लानुपर्छ कुनै कुनै पछाडि लानुपर्छ क्या मैले चाहिँ के गर्नु पऱ्यो भने अब कि त मैले यो नयाँ नट किन्नु पऱ्यो है अब अपरेसन सक्सेसफुल भयो भने कि भएन भन्नु त अब प्रब्लम के हो थाहा पाइयो होइन सल्युसन पनि अलिकति फाटोफुटो गऱ्यो अब यस औषधि चाहिँ अब अलि पछि रेकमेन्ड गर्नुपर्ने भयो यसलाई किनभने यो बज भने एकदमै कमन चिज हो क्या सुरुमा तिमीहरूको पनि गिटारमा हल्का बज आइरहेको छ भने चाहिँ मैले भने नि स्ट्रिङ चेन्ज गर फर्स्टमा स्ट्रिङ चेन्ज गरिसकेपछि यतातिर लाग यो साइडतिर होइन तिम्रो ट्युनरहरू पनि ठिक छ कि छैन यसो ट्युनिङ पनि हल्का लुज भए पनि हुनसक्छ मेरो केसमा चाहिँ एउटा चाहिँ लुज रहेछ अरू त खासै त्यस ट्युनिङको प्रब्लम होइन रहेछ ट्युनरको प्रब्लम त होइन रहेछ त्यसपछि अब यता यहाँ जानुभन्दा पनि पहिला सुरु चाहिँ यहीँ जानुपर्ने रहेछ नटतिरै यसरी एउटा टेप हुन्छ एउटा कागज अब जे भए पनि एउटा तिमीलाई अलिकति हाइट इन्क्रिज गरिदियोस् न होइन तिम्रो स्ट्रिङमा अब अफकोर्स तिम्रो यहाँको नि हाइट इन्क्रिज हुने भयो तिमीलाई अलिकति अप्ठ्यारो त हुन्छ तर कमसेकम ए ल यहाँबाट त प्रब्लम फिक्स हुँदो रहेछ भन्ने हुन्छ नि त त्यही हो सेटअप गिटारको सेटअप भने गाह्रै हुन्छ गर्नु त्यसमा स्पेसली यो स्ट्र्याटमा त अलिकति गाह्रै छ क्या यस्तो खाले गिटारमै भनौँ न स्ट्र्याटमा भन्दा नि म अब यसलाई घटाइदिन्छु त्यसपछि अनि यो गिटारलाई म यत्तिकै 3-4 दिनसम्म यत्तिकै छोडिदिन्छु म यो जब यो अलिकति सेट हुन्छ नि मजाले एउटा मात्रै टेप राखिदिन्छु अहिलेको लागि त्यसपछि नि अनि त्यस्तै खाले बज रहेछ भने चाहिँ मैले सकिनँ यो मेरो क्षमताले भ्याएन भन्ने बुझ्छु चट्टलाले गिटार सर्भिस सेन्टरमा ल दाजु गरिदिनु पऱ्यो यो भनेर दिन्छु म अनि ल ठिक छ ल यति हो भिडियो अब धेरै म यो चाहिने कुरा गर्दिनँ अब नेक्स्ट थ्योरी भिडियो पनि भेटौँ है त ल